बिचमा हुनुहुन्छ एकमात्र लेजेन्ड फुटबलको गड मेसी सर। तपाईको फ्यान फलोवर पनि धेरै छ। तपाईको पछाडि लाग्ने केटीहरू मेसी 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 मलाई साह्रै जेलस हुन्छ सर। पनि तपाईँ चाहिँ प्लेयर चाहिँ खतरा लेजेन्ड। वाह सर, कस्तो खतरा खेल्नुहुन्छ तपाईँले। आज तपाईँलाई हाम्रो शोमा स्वागत। भाइ के हो, मकै पारिस नाकै फुलाइदिस् त पख। तँलाई जाने बेलामा ललिपप दिएर जान्छु है। भाइ हो, के गर्नु। धन्यवाद धन्यवाद, यो राम्रो शोमा तिमीले मलाई बोलायो है। तिम्रो सब्सक्राइबरहरू पनि बढोस् है। अब यस्तै हो। हेर भाइ, त्यो केटीको कुरा पनि गर्दै थिइस् होइन, त्यो त भाइ कला हो नि, मलाई कला हो। तँसँग भएको भए तेरो इन्टरभ्यू मैले लिएर हुन्थेँ, तँसँग छैन, त्यही भएर जेलस नगर। हेर भाइ, अरू चाहिँ थाहा छैन। यो पालि वर्ल्ड कप मैले जसरी भए पनि जित्छु, जित्नै पर्ने हुन्छ मैले, नत्र मेरो बेइज्जत हुन्छ बुझिस्। एउटा लेजेन्ड प्लेयर अर्जेन्टिनालाई वर्ल्ड कप जिताउनै पर्छ मैले, बुझिस्। मलाई प्रेसर छ बुझिस् भाइ। अलिक फोकस गरेर खिच् त, अलिक फोकस, अलि हो। क्रिस्टियानोले हेरेर होला नि त, त्यसलाई देखाउनु पर्यो। जेलस हुन्छ मदेखि, धेरै जेलस हुन्छ त्यो। थाहा छैन किन हुन्छ, म खतरा प्लेयर भएर होला। अनि मेसीजी तपाईँ बेस्ट प्लेयर हुँदा हुँदै क्रिस्टियानो तपाईँसँग किन न्यू खोज्छ? हो नि, के गर्नु, खालि न्यू खोज्न आउँछ। चुमचुम चुमचुम कति चुमचुम गरेको, सक्ने केही होइन, फेरि केही होइन। यो पालि त्योसँग आम्ने सामने पऱ्यो भने देखाउँछु म पख्न त्यसलाई। ल भाइ, ठिक छ ल भाइ है। अब यति